रोहिणीको बिहा भयो भने सुन्छ भने के हो कुरो भन्न पर्यो यहाँ हामीलाई हाम्रै कारण ठुलो छ यार रोहनी ओए त्यो पोका झर्ला ओए चिप्केको छैन नि फेरि ओए कसरी यस्तो बनायो भन्न पर्यो हामीलाई पनि दारी फलाको नारी दादा आज नक्कली कन्डो हालेर यत्रो फुल्लेछ मेरो टुङ्गाइदिन्छु म त ठुङ्दिन्छु टुङ्गाइन्छु गाई कलर परेको गोरु अनुहार पनि के यस्तो कुच्चेको पतिला जस्तो छि उतापट्टि छ नि डन त बाटोमा हगुवाई बाटोमा हगेर आइकी जापान गएर आजकल त हग्ने बेला पनि 10 पल्ट सोच्छ रे डनले त म जापानमा छु कि नेपालमा छु भन्दै ब्रिटेनले त हग्न आन्छु काठमाडौँ भन्थ्यो डनले त हग्न आन्छु जापान भने त गरेर हगेर आइकी पक्लक्कै ओए सुकेको पुतलीहरू ओए चिम्डेको पुतलीहरू कुर्नेहरू ठुलो कुरा गर्छ जाँठा जाठीहरू लुतीको भन्दा हाब्रेको ठुलो छ यार लुतीको भन्दा रोहिणीको ठुलो छ के छाउ बोका तिमीलाई बच्चा पाउने भएछ कि क्या हो बच्चा झर्न आँट्यो क्या हो ओए डोज पुगे आएन भोटे नि अहिले म दिन्छु यहाँ आएछ त के हल्लाको ओए तँलाई कसलाई डोज पनि भन्छ छ तँलाई पनि डोज छ हान्दै भैँसी सुई हाल्दै यसलाई हाब्रे त फिलिपिन्स जा नेपालमा बसे छ गाडा पड्किँदा निम जा फिलिपिन्स जा त नेपालमा यहाँ केही छैन तेरो यहाँ अस्तित्व केही पनि छैन यहाँनिर बुझिस् नि नेपालमा तँलाई केही आयो खुलित्तै तँलाई पनि डोज छ तेरो कपाल छोड त मेरो जाँठा जस्तो कपाल छोड त कपाल कस्तो त खाने मन देखे होइन ब्रान्डेड खोडा भेट्छस् मा चुप्लाएर बसै मा हल्ला नहल्ला नि फेरि एचआइभी लागेर रोग लागेर चिप्केर भित्तामा चिप्केला जस्तो भएको छ धेरै नबोलै मा खोडा ब्रान्डेड तिमीलाई एचआइभी लाग्यो हो हाम्रो त्यही भन्छ त अनि त कुकुर बलात्कारी हो त घोडा बलात्कारी हो जाठी घोडा बलात्कार तैँले घोडालाई बलात्कार गर्थ्यो घोडालाई पनि छोडेको छैन त जाठीले त बुझ्छ नि फिलिपिन्स अरे मलाई तँलाई नपुगेको डोज पुगेको होइन तँलाई भन्छ मैले किन फिलिपिन्स जाने भन्छ भाइ फिलिपिन्स जा रे तैँले भन्नुपर्छ त मेरो आमा हो फिलिपिन्स जा यहाँ जा त्यहाँ जा मेरो घरको बाउ मैले केही भन्दैन ओइ हल्लाउँछस् ब्रान्डेड मा तेरो चिम्डेको नहल्लै औला तल घर